ए भगवान स्कुटी त दिलाइदिनु भयो तर पेट्रोल हाल्ने पैसा चाहिँ कहाँबाट जुगाड गर्ने केही उपाय लगाइदिनु हो भगवान। यसरी त गरी खान सकिँदैन न पैसा छ न केही छ केही कुछ त लगाउनु हो जुगाड भगवान गरौँ केही गरी खानु तेरी भन्नुस् एक ल हुन्छ हुन्छ हुन्छ। उफ यार यति गरम नयाँ नयाँ काउन्टर खोलेको कस्टमर पनि छैन एसी त राम्रो त छोराजनको कामै थियो। ए करण भाइ भनिर के दाइ ए मलाई नम्बर देऊ न। के नम्बर दिने? सिंगल एक सिंगल एक 500 रुपियाँको भयो नि ल देऊ त। यति दिन कहाँ थियो दाइ? ए म घरमा कामै थिएन यतिकै घरमै थिएँ पुरा। ए यो यसको 500 रुपियाँमा पछि दिन्छु ल। ल हुन्छ तपाईँ त आफ्नै आदमी हो। अनि यो 13 नलागेको कति भयो नि? ब्लक छ। ब्लक छ? ए त्यसो त भयो के खेल्ने त्यो 5 यो लिएर गयो ल। ल भन भाइ कति नम्बर लाग्यो? सिंगल 2 लागेको यार। सिंगल 2 ला मैले होइन सिंगल एक खेलेको यार 500 रुपियाँको। तेरिका एउटा तिर घटाइदिएको के जान्थ्यो होइन? तिर अन्यलाई लिएर भन्न यार। हो तिमीले मलाई रोज हान्दिएको जान्छु म भयो म। एक अच्छा पनि एक हो। करण भाइ भन भाइ नम्बर खेल्नु पर्यो आज सिंगल 1000 रुपियाँको। सिंगल 1000 रुपियाँ आज डाङ्गे। भाइ 1500 भयो है। ल त आफ्नै मान्छे होस् आज त पक्का लाग्छ नि। लागे पनि त हेर 50% न 2% मेरो। ए ल हुन्छ पार्टी। चल पार्टी आज लाग्यो। आँखा नि राम्रै हो मन परानी होठा। करण भाइ के नम्बर लाग्यो? आज एक उल्टा 10 लागेको दोस्त। ठुक्का उल्टा नगरेर हो नि भाइ। यार किस्मतै छैन मे भाइ। ए भगवान आज त्यसको नम्बर लागोस् पैसा पनि पाना छ यार। करण भाइ नम्बर लिखा सिंगल एक 2000 रुपियाँको। सिंगल एक 2000 यति पैसाको पहिलाको पैसा म दिन्छु भने नि म पक्का आज सादा दिन्छु तिमीलाई। ल दाइ आज थाहा छ के मेरै नम्बर लाग्छ भनेर म कन्फिडेन्ट छु पुरा। टोटल कति हुन्छ गरे? 2 3 2500 3500 3500। ए ल याद राख है साझा आएर दिन्छु नि। ल त करण भाइ भन दाइ के नम्बर लाग्यो? 00 लाग्यो दोस्त। एउटा कुरा बता त भाइ म पढ्नु थियो न त पढ्नु थियो? साला यही त तँलाई बाँकी दिने नम्बर अझै तँले मलाई पढाउँदै भन्छ सर। साला अहिले नि के गर्ने हे के एक
आज पनि एक तँलाई एक आज पनि कति गइसक्यो मेरो पैसा एक एक खाली एक भनेछ तँलाई भुत साला एक 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 तेरो एक लाग्ने त कहिले होइन तेरीमा डाका मैले तँलाई चाहिँ नि एक दिन त यस्तै गरेर बर्बाद हुन्छस् भन्नको लागि भनेको सुन्दैन एक भन्दै जाँदै गर्छ म भूत भैरव नै सम्झाएको एक दिन यस्तै तिरको भाउतामा लाग्यो नि त बर्बाद हुन्छस् भूत भैरव नै सम्झा छिटो साला इन्सानियतको त नामै छैन Oh